हेलो एभ्रिवान, सबैलाई राधे राधे। र साथीहरू हेर्नुहोस्, यो के हो? यो चाहिँ माने हो र म चाहिँ आज यसको सब्जी बनाउँछु। र तेल हालेँ र तेल खरेर मैले फेरि यो पाँचफोरन हालेँ र पाँचफोरनबाट फेरि मैले प्याज हालेँ साथीहरू। अनि हेर्नुहोस्, अब चाहिँ म मानेको सब्जी पकाउनु आँटेको साथीहरू। तपाईँहरूले खानुहुन्छ कि हुँदैन हो? कस्तो मिठो हुन्छ। यो चाहिँ जङ्गली सब्जी हो, यो पनि खानुपर्छ कहिले कसो। आफ्नो हेल्थीको लागि पनि खानुपर्छ साथीहरू। र खुर्सानी पनि हालेँ म। अनि अब यसलाई म खर्याउँछु मजाले। प्याज खुर्सानीहरू मजाले खरिन्छ। अनि चाहिँ फेरि त्यसको माथि टमाटर हाल्नु पर्यो। आज चाहिँ भने म मानेको सब्जी पकाएको। कसले खानुभएको छैन, तपाईँहरू पनि एकपल्ट ट्राई गर्नुहोस् होला। खाएर टेस्टी यस्तो मिठो हुन्छ नभन्नुहोस् साथीहरू। खाना त खतरा खाइदिन्छ, भक्कु खाइदिन्छ भात त यस मानेको सब्जीसँग चाहिँ। र मैले चाहिँ प्याज खराउँदैछु। हेर्नुहोस्, अब प्याज खरिन्छ, एकछिन राख्नुपर्छ यसलाई चलाएर। अनि चलाउँदैछु म र एकछिन राख्नुपर्छ यसलाई। र साथै यसमा लसुन पनि मैले खिचेर हालेको छु, किनभने लसुन चाहिँ यस्तै टेस्टी लाग्छ नि त। त्यसमा मानेमा चाहिँ मिठो हुन्छ, त्यही भएर मैले चाहिँ यसमा खिचेर हालेको छु लसुन पनि। हेर्नुहोस्, र अब यसलाई चाहिँ खराउनु पर्यो साथीहरू। मजाले चलाएर चाहिँ अब होइन, टाइम लाग्छ, एकछिन त टाइम लाग्छ नि। मजाले मिठो गरेर पकाउनु पर्यो हो। अनि हेर्नुहोस्, अब चाहिँ यो खरिँदैछ। अलिक रातो होस् प्याज। अनि चाहिँ त्यहाँबाट त्यसको माथि फेरि टमाटर हाल्नुपर्छ। र मैले चाहिँ टमाटरको बीज खानु हुँदैन है साथीहरू। अनि त्यस कारणले गर्दा चाहिँ मैले त्यसको टमाटरको बोक्रा मात्रै काटेर राखेको छु। त्यसको बीज चाहिँ मलाई खानु हुँदैन अरे, डाक्टरले भनेको। अनि मैले त्यसको बोक्रा मात्रै काटेर गरेछु। अनि अब हालेँ मैले यसमा। र अब यो टमाटर पनि पकाउनु पर्यो, एकछिन मजाले चलाउनु पर्यो। अनि यसमा हल्दीहरू हाल्नुपर्छ, हल्दी मसला के हाल्ने। अनि हाल्दा हुन्छ। मैले चाहिँ यसमा के हालेँ भन्दाखेरि यसमा मैले हालेँ हल्दी। अब म हल्दी हाल्नु गएको साथीहरू, हल्दी हाल्दैछु म यसमा। हेर्नुहोस्, अब यसलाई चाहिँ मजाले पकाउनुपर्छ हो। यस्तो मिठो हुन्छ नभन्नु साथीहरू। मैले चाहिँ अब मजाले पकाउँदैछु। अब यसलाई चाहिँ मजाले चलाएर फेरि यसलाई छोप्नुपर्छ। नुन हालेँ। अनि नुन हालेँ, अब आफूलाई जति चाहिन्छ त्यति नुन अड्कालेर हाल्नुपर्छ। र फेरि मैले चलाएँ। अनि चलाएर एकछिन अब यसलाई छोप्नु पर्यो साथीहरू। टमाटर पाक्नु पर्यो मजाले। टमाटर पाकेपछि चाहिँ लतक्कै हुन्छ एकछिन। अनि चाहिँ त्यसमा फेरि त्यो माने मिसाइदिनुपर्छ। अलिक मजाले पाकेको छैन। मसला हालेको मैले चाहिँ यो जिरा हालेको। आफूले जे मसला खान्छ त्यो हाल्दा हुन्छ। मैले चाहिँ जिरा हालेको साथीहरू। फेरि मैले चलाएको। पुरा लामो भयो साथीहरू भिडियो, के गर्नु, छोटो त आउँदैन यो। अब टमाटर पाक्यो मेरो लतक्कै पारेर। अब चाहिँ म माने हालिदिन्छु यसको माथिबाट। हेर्नुहोस्, अब म माने हालेको। यो चाहिँ मैले उमालेको हो माने। उमालेर चाहिँ यसलाई फेरि मैले अब पकाएको सब्जी, मानेको सब्जी मजाले मिची यसलाई चाहिँ सबै मिक्स गर्नुपर्छ। अनि मैले मजाले मिक्स गरेँ साथीहरू। हेर्नुहोस्, मजाले मिक्स गर्दैछु यसलाई चाहिँ मजाले। भन्दा पनि मजाले मिक्स गर्नुपर्छ कि सबै मिल्नु पर्यो नि त होइन। नभए कतै नुन लाग्छ, नभए कतै लाग्दैन नि त। त्यही भएर मजाले मिचिनुपर्छ यसलाई। यसरी मैले चाहिँ मिच्दैछु। अनि चाहिँ अब यो
पाक्नुलाई एकछिन टाइम लाग्छ र यसलाई मैले छोपिदिएँ र अब एकछिन अब यसलाई पाक्यो हेर्नुहोस् मजाले पाक्यो पनि मजाले हिला टक्कै भयो हेर्नुहोस् अब फेरि अब यो पाक्यो हैन अनि अब यसलाई यस्तो टेस्टी मैले त निम्बु पनि हालिन साथीहरु चिलाउँदैन पनि यो चाहिँ बगानबाट आमाले टिपेर ल्याउनु भएको थियो अब यो रेडी भयो र यो चाहिँ रडी दाल हो अब यसको चाहिँ दाल बनाउने हो अनि चाहिँ मेरो रेडी भयो साथीहरु